हाई हेलो नमस्ते वेलकम टु सबिन अधिकारी ब्लग। के छ साथीहरू, सबैजना सन्चै हुनुहुन्छ? आज चाहिँ म र मम्मी डमोली जाँदैछौँ। हाम्रो एउटा छुट्टै विशेष काम छ। आज हामी कहाँ कहाँ जानेछौँ, के गर्नेछौँ, आमा छोराका गन्थन मन्थन, पुरा भिडियो लास्टसम्म हेर्नु होला है त गाइज। त्यो के को मन्दिर अरे? कृष्ण मन्दिर। ए कसले बनायो? हामी सबै समाज मिलेर बनायो। यसको उद्घाटन त ठुलो भएको थियो, मैले भिडियो देखाएको थिएँ वहाँ दुबईमा बस्दा। कृष्ण र के अरे राधा कृष्ण होइन? तुने बढी फल्न थालेछ है? मम्मी के हो तुनी बोडी भने? तरकारी खाने बढी तुना जस्तै हुन्छ? ताने बढी तुना जस्तो हुने भएर लामो हुन्छ कि? त्यही भएर तुनी बोडी भयो। ताने बढी गाइस, तपाईँहरू पनि खानुभएको छ तुने बोडी? पहिले नाम सुन्नुभएको थियो? तना जस्तै लामो हुन्छ अरे। तपाईँहरू पनि खानु है त, कस्तो रहेछ तुने बोडी। मिठो हुन्छ मम्मी तुने बोडी? सबैले खान्छ त्यो। हाम्रो घरमा रोपिया छ हो? कहिले फल्छ त? कसरी फल्छ किन? हो ए खै मैले देखाएको छैन। फल्न थाले त्यो खुर्सानीको भन्दा ए ल खान पर्छ। अहिले त चिन्नै सक्दैन रहेछ नि डौली। केटीका कोटी कोटी सम्पर्दाको आचला वीरहरू कर स्कुल रहेछ यहाँ। बेचिसक्यो अरे? न त लिएर जानुहुन्थ्यो नि, पाल्नलाई ठिक हुन्छ कि? भैँसी पाल्ने? भैँसी पालन दुध भात खान पाइन्छ नि, घिउ मोही। मानुङ डाँडा यहाँ जानुभयो मम्मी? हजुर पनि नवीनसँग जानु भएन? छर्लङ्ग देखिँदो रहेछ। माथि त पुरा चौर छ नि, चौर। नवीनसँग जानुभयो? म त धेरै 12 वर्ष पहिला गएको डमोलिया बस्दा। आजकल त फ्रिज पनि भयो होला है रोड? बनाउँदै थियो भनेपछि अहिलेसम्म बनिसक्यो होला। होटेलहरू पनि छ माथि, अहिले बनायो होला नि लजहरू, होटेलहरू। अब लाइन बस्नु पर्यो, अनि त्यसपछि 2 घन्टा कुर्नु पर्यो, खाना खानु पर्यो। हामी चाहिँ आज हस्पिटल आएका थियौँ। यो मेरो पछाडि रहेको ठुलो बिल्डिङ चाहिँ डमोली बजारको एकदमै ठुलो परिचित हस्पिटल हो। हामी चाहिँ आएका थियौँ। साथीहरू, अहिले चाहिँ म ब्यास गुफामा छु, डमोलीको एकदम धार्मिक स्थल, र यहाँ पञ्चमन्दिर पनि रहेको छ, हजुरहरू देख्न सक्नुहुन्छ। अनि यो मन्दिर चाहिँ तनहुँ जिल्लाको ऐतिहासिक रूपमा प्रसिद्ध क्षेत्र पनि हो है गाइज। र यहाँ चाहिँ विशेष गरी ऋषि व्याससँग जोडिएको छ। एकदमै राम्रो मन्दिर छ, एकदमै प्रसिद्ध भक्तजनहरूले एकदमै यहाँ घुम्ने दर्शन गर्न आउनुहुन्छ। एकदमै शान्त, राम्रो, सुन्दर ठाउँ छ। म धेरै वर्ष पहिला यहाँ आएको थिएँ, त्यसपछि आज आउन जुड्यो। एकदमै रमाइलो ठाउँ छ, हजुरहरू हेर्न सक्नुहुन्छ। साथीहरू, अहिले म ठ्याक्कै व्यास गुफाको
अगाडिपट्टि छु, मेरो ठिक पछाडि ब्यास गुफा रहेको छ र यो ब्यास गुफा चाहिँ ठ्याक्कै हजुरहरू देख्न सक्नुहुन्छ मादी सेतीको दोबाङमा छ। ठ्याक्कै यो कालो नदी बगिरहेको छ, यो नदी चाहिँ मादी नदी रहेको छ भने ठ्याक्कै त्योभन्दा अगाडिपट्टि चाहिँ सेती नदी बगिरहेको छ र यो हजुर देख्न नि सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ ठ्याक्कै दोबाङको साइडमा यहाँ चाहिँ ब्यास गुफा रहेको छ। म हजुरहरूलाई एकछिनपछि त्यो ब्यास गुफा पनि देखाउने छु। अनि यहाँ एकदम ठुल्ठुलो पहाडहरू पनि छन् बिचमा र यो पहाडको नाम चाहिँ मानुङ डाँडा भन्दा रहेछन् स्थानीय बासिन्दाहरूले। यो पहाडको नाम चाहिँ मानुङ डाँडा रहेको छ, एकदमै अल्को छ र धेरै वर्ष पहिला म त्यो डाँडामाथि पनि पुगेको थिएँ। एकदमै सम्मो ठाउँ छ, त्यहाँ माथि पुगिसकेपछि एउटा ठुलो चहुर छ र केही बस्तीहरू पनि छन्। एकदम रमाइलो र शान्त ठाउँ रहेको छ यो ठाउँ। र अब म हजुरहरूलाई गुफा पनि लिएर जान्छु। गर्मी धेरै बढेको छ डमौलीमा, गर्मी धेरै नै छ साथीहरू, यस्तै हो। यति मेहनत गरेर भिडियो बनाउनु पर्छ। मेरो भिडियोमा लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि हामी चाहिँ खास मम्मी र म डमौली आएको थिएँ एउटा विशेष कामले। मम्मीको हस्पिटलमा चाहिँ केही त्यो चेकअप गर्नुपर्ने थियो। मम्मी चाहिँ अहिले वहीँ हस्पिटलमै बसिरहनु भएको छ। मैले उहाँले भनेको थिएँ जाउँ एकछिन त्यहाँ मन्दिर दर्शन गरेर आउँ भनेर, तर मम्मीको चाहिँ स्वास्थ्य अलिकति ठिक नभएको कारणले उहाँ चाहिँ हस्पिटलमै आराम गरेर बस्नुभयो। यहाँ ढुङ्गे धारा पनि कति राम्रो रहेछ, हेर्नुहोस् त, कलकल कलकल पानी बगिरहेछ। चिसो, एकदमै चिसो पानी छ, एकदमै सुन्दर ठाउँ, एकदमै शान्त रहेको छ। यदि हजुरहरू यो डमौलीमा आउनुभयो भने ब्यास गुफा हेर्न नबिर्सिनु होला। र यहीँ नजिकै माथि पञ्च मन्दिर पनि रहेको छ। म हजुरहरूलाई यो ब्यास गुफा पनि देखाउने छु है त गाइज। साथीहरू यहाँ चाहिँ शिव पार्वतीको मूर्ति पनि रहेछ, एकदमै सुन्दर मूर्ति यहाँ स्थापित गरिएको छ। बाहिर पिपलको बोट, यति ठुलो विशाल पिपलको बोटको मुनि शिव पार्वतीको मूर्ति अनि शिवलिङ्गहरू पनि राखिएको छ। नागदेवता, एकदमै सुन्दर दृश्य छ। र हजुर देख्न सक्नुहुन्छ यहाँ चाहिँ सायद उहाँहरू ऋषि मुनिहरू नै हुनुहुन्छ, ऋषिहरू नै हुनुहुन्छ होला सायद। ऋषि व्याससँगै जोडिएको छ। एकदमै धेरै मूर्तिहरू एकदमै राम्रोसँग यहाँ राखिएको छ, एकदम रमाइलो हजुर देख्न सक्नुहुन्छ। साथीहरू हाम्रो व्यास, ऋषि व्यासको मूर्ति पनि एकदमै सुन्दर राम्रो छ। साथमा गणेश भगवान पनि हुनुहुन्छ अनि विभिन्न देवी देवताहरू, कृष्ण राधा पनि देखेँ मैले, एकदमै सुन्दर नजर। अनि साइडमा यहाँ महादेव पनि हुनुहुँदो रहेछ, एकदमै सुन्दर ठाउँ रहेको छ। यदि हजुरहरू डमौली आउनुभयो भने यहाँ आउन नबिर्सिनु होला, एकदमै रमाइलो र शान्त ठाउँ रहेको छ है त गाइज। साथीहरू मैले अघि कुरा गरेको थिएँ, व्यास गुफा भनेको चाहिँ यही हो। यहाँ व्यास, ऋषि व्यासको पनि ठुलो मूर्ति राखिएको रहेछ साइडमा गुफाभित्र, एकदमै सुन्दर। साइडमा गणेश भगवान अनि कृष्ण राधा पनि हुनुहुन्छ। यहाँ महादेव पनि हुनुहुँदो रहेछ, एकदमै महादेवको पनि दर्शन मिल्यो व्यास गुफामा। एकदमै सुन्दर छ गुफा चाहिँ, एकदम सानो रहेछ, हजुरहरू देख्न सक्नुहुन्छ।
एकदमै सानो छ तर एकदमै सुन्दर शान्त रहेको छ है त। हजुरहरूलाई कस्तो लाग्यो यो ठाउँ? यदि मन पर्यो भने अवश्य घुम्न आउनु होला र यो भिडियो पनि मन पर्यो भने हजुरहरू मेरो भिडियोलाई लाइक कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनु होला है त मेरो साथीहरू। यो त रह्यो ब्यास गुफा। मैले हजुरहरू भर्खरै देखाएँ। एकदमै सुन्दर शान्त ठाउँ रहेको छ। ऋषि व्यासको मूर्ति मन्दिर अनि साथमा कृष्ण राधा शिव पार्वती अनि धेरै जसो यो शिवलिङ्गहरू पनि छन्। यो मन्दिर भयो, ठ्याक्कै मन्दिरको साइडमा चाहिँ गुफा रहेको छ, व्यास गुफा। अलि सानो छ तर एकदमै प्रसिद्ध धार्मिक स्थल हो यो। र त्यहाँभित्र पनि व्यासको मूर्ति राखिएको छ र विभिन्न देवी देवताहरूको मूर्ति पनि राखिएको छ। एकदमै सुन्दर ठाउँ छ। मलाई एकदमै रमाइलो लाग्यो, एकदम शान्त लाग्यो। म धेरै वर्ष पहिला पनि यो ठाउँमा आएको थिएँ तर पहिलाको तुलनामा यो यति बेला अझै धेरै कुराहरूमा सुधार गरिएको रहेछ। एकदमै राम्रो बनाइएको रहेछ। हजुरहरू पनि अवश्य डमौली आउनुभयो भने यो व्यास गुफा नघुमिकन नजानु होला है त साथीहरू। एकदमै सफा मन्दिर रहेको छ, एकदमै क्लिन क्लियर। हजुरहरू देख्न सक्नुहुन्छ। यहाँ हाम्रो बाबाजी पनि हुनुहुन्छ। बाबाजीको हातको टिका पनि लगाउने छु। बाबाजी सन्चै हुनुहुन्छ? ए टिका लगाइदिनुहोस् न। गाइज बाबाजीले मलाई यहाँ टिका लगाइदिनुहुन्छ। साथीहरू अब म चाहिँ यो बाटो हुँदै माथि मन्दिर छ, पञ्चम मन्दिर रहेको छ। पञ्चम मन्दिर पनि हजुरहरू देखाउने छु। यो भिडियो चाहिँ पुरा अन्तिमसम्म हेर्नु होला, एकदमै रमाइलो हुनेवाला छ। र म चाहिँ यो उकालो बाटो चढ्दैछु। धेरै उकालो छैन, अलिकति हो। एकदम रमाइलो ठाउँ साथीहरू, एकदम धार्मिक स्थल। यहाँ नाग भगवानको मूर्ति पनि रहेको छ, एकदमै राम्रो। हजुरहरू हेर्न सक्नुहुन्छ। र ठ्याक्कै यतापट्टि साइडमा हाम्रो हनुमानजी, जय जय श्री सीताराम, एकदमै सुन्दर हनुमानजीको मूर्ति यहाँ रहेको छ। जय श्री राम, जय सीताराम, जय हनुमान। एकदमै सुन्दर मूर्ति रहेको छ है त साथीहरू। एकदमै शान्त छ। गर्मी चाहिँ एकदमै धेरै गर्मी। हेर्नुहोस् पुरै पसिना पसिना आएको छ। एकदमै शान्त ठाउँ रहेको छ है त गाइज। म चाहिँ अहिले ठ्याक्कै पञ्चम मन्दिरमै आएको छु। सायद यहाँ 5वटा मन्दिर भएकोले यो ठाउँको नाम पञ्चम मन्दिर हुन गएको होला। र ठ्याक्कै अघि म आएको बाटो यहीँबाट आएको थिएँ। यहाँभन्दा तलपट्टि चाहिँ व्यास गुफा रहेको थियो, जुन मैले हजुरहरूलाई अगाडि देखाएँ। गर्मी छ साथीहरू, तर यति दुःख गरेर यति पसिना पसिना भएर हजुरहरूलाई यस्तो रमाइलो ठाउँ घुमाइरहेको छु। हजुरहरू हेर्न सक्नुहुन्छ। 5वटा मन्दिर भएर चाहिँ यो ठाउँको नामै पञ्चम मन्दिर राखिएको रहेछ। ठ्याक्कै 5वटा मन्दिर रहेको छ। 1 2, यो मेरो अगाडि ठ्याक्कै बिचमा 3, अलि उतापट्टि कुनामा 4 अनि यो साइडमा रहेको 5। 5वटा मन्दिर भएकोले यो ठाउँको नाम र यो मन्दिरको नाम पनि पञ्चम मन्दिर हुन पुगेको होला। म चाहिँ यो मन्दिरभित्र जान सकिनँ। मन्दिरमा ढोका लगाइएको छ। बाहिरबाट भए पनि म यहाँ दर्शन गरिसकेँ। अब हामी चाहिँ अगाडि बढ्नेछौँ है त साथीहरू। साँच्चीकैको भन्नुपर्दा म चाहिँ खास यो मन्दिर आएर दर्शन गर्छु भन्ने सोचेको थिइनँ।
म त खास मम्मीको चेकअपको लागि हस्पिटल आएको थिएँ। त्यही सन्दर्भमा यहाँ दर्शन गर्न पनि मलाई जुड्यो। एकदमै खुसी लागेको छ, एकदम रमाइलो लागेको छ। तर साथीहरू, यो दिउँसोको समयमा भन्दा पनि कि बिहान कि चाहिँ बेलुका त्यति बेला आउनुभयो भने चाहिँ अलि शीतल पनि हुन्छ, गर्मी पनि त्यति हुँदैन। त्यति बेला यो ठाउँहरू घुम्न चाहिँ अझै रमाइलो हुन्छ भन्ने मलाई लागिरहेछ। साथीहरू, अघि चाहिँ म यहाँबाट यो बाटो हुँदै यताडि तल गएको थिएँ र त्यहाँबाट ब्यास गुफाको अवलोकन गरिसकेपछि चाहिँ उतारी घुमेर यो गेटबाट बाहिर निस्किएँ र ठ्याक्कै यो गेटको अगाडिपट्टि यहाँ एउटा सानो पार्क रहेको छ। एकदमै ठुलो बगैँचा छ फुलै फुलको, तर त्यहाँ लेखिएको छ क्यामेरा निषेध क्षेत्र रहेछ। त्यही भएर म हजुरहरूलाई यो भित्र चाहिँ देखाउन सक्दिनँ। तर हजुरहरू चाहिँ अवश्य यो ठाउँमा आउनुभयो भने यो पार्कमा पनि अवश्य घुम्नु होला। बगैँचा फुलको एकदमै रमाइलो छ है त साथीहरू। अब चाहिँ म फर्किनु पर्ने हुन्छ। मम्मीले वहाँ वेट गरेर बस्नुभएको छ मलाई, र मैले ब्यास गुफा पनि अवलोकन गरेँ र पञ्चमन्दिर पनि दर्शन गरेँ, ब्यासको पनि दर्शन गरेँ। अब चाहिँ म उकालो चढ्दैछु र फेरि मम्मी भएको ठाउँ हस्पिटलतिर लाग्नेछु। एकदमै शान्त रमाइलो ठाउँ रहेको छ। हजुरहरू पनि अवश्य आउनु होला। यदि साथीहरू डमौली आउनुभयो भने पक्का यो सेती मादीको दोबाङ अघि नै अगाडि मैले देखाइसकेको छु। एकदमै सुन्दर छ। यो बाटोबाट हजुरहरू ब्यास गुफा पुग्न सक्नुहुन्छ र ब्यास गुफाको ठ्याक्कै अगाडिपट्टि माथि अलिकति सिडी उक्लिनु भयो भने पञ्चमन्दिर पनि रहेको छ, जुन चाहिँ 5वटा मन्दिरबाट पञ्चमन्दिर नाम हुन पुगेको थियो। एकदमै सुन्दर ठाउँ छ। हजुरहरू पनि अवश्य अवलोकन गर्नु होला है त साथीहरू। यो डमौली बजार चाहिँ तनहुँ जिल्लाको सदरमुकाम पनि भएको हुनाले यहाँ हजुरहरू हेर्न सक्नुहुन्छ विभिन्न कार्यालयहरू छन्, सरकारी कार्यालयहरू। र ठ्याक्कै मेरो अगाडि यहाँ जिल्ला प्रशासन कार्यालय रहेको छ र यहाँ धेरै कार्यालयहरू छन्। यो अगाडिपट्टि भयो र यसको पछाडिपट्टि पनि धेरै सरकारी कार्यालयहरू रहेको छ साथीहरू। ठ्याक्कै दिउँसोको 12 बजे साथीहरू। यस्तो गर्मी छ हेर्न सक्नुहुन्छ। मेरो हातमा पसिनै पसिना छ। यति दुःख यति मेहनत गरेर चाहिँ हजुरहरूको लागि भनेर मैले भिडियो बनाएर तयार पारेको छु। प्लिज यो भिडियो पुरा अन्तिमसम्म हेर्नु होला र यदि भिडियो मन पर्यो भने मेरो युट्युब च्यानलमा लाइक, कमेन्ट अनि सब्सक्राइब पनि गर्न नबिर्सिनु होला है साथीहरू। म चाहिँ ठ्याक्कै अहिले हस्पिटलको अगाडि आइपुगेँ साथीहरू। मैले मम्मीलाई फोन गरेको थिएँ। मम्मी चाहिँ अझै पनि टोकन नम्बर कुरेर बस्नुभएको रहेछ र एकछिनपछि मम्मीको पनि चेकअपको पालो आउँछ। त्यसपछि मम्मीको चेकअप गरेर हामीहरू घर लाग्नेछौँ। अझै आएन पालो, निकाल्यो भर्खरै। अब रिपोर्ट कति तल गयो भने म ब्यास गुफा घुमेँ, पञ्चमन्दिर घुमेँ। मेरो युट्युबको साथीहरूले देखाइदिउँ भनेर नि ब्यास गुफा, पञ्चमन्दिर। गर्मी यस्तो गर्मी छ भाइ, पुरा भिजिसक्नु म पसिना। साथीहरू, हामी चाहिँ भर्खर हस्पिटलबाट बाहिर निस्क्यौँ। मम्मीको चेकअप पनि भयो, रिपोर्ट पनि आयो
अब चाहिँ हामीलाई एकदम भोक लागिरहेछ। अब हामी चाहिँ कहाँ जाने मम्मी खाजा खान? घर जाने। घर नजाने, खाजा त खाएर जानु पर्यो नि। अब खाजा खाने अनि त्यसपछि घर जाने। ल है त साथीहरू। बबन मिठो छ गाई, मोमो खाना आउनु होला। यो अनलाइनै पाउँदैछ क्या है? यसमा सोध्नु त यसमा होला। यता पनि छ, यता पनि छ, यता पनि छ। अनलाइनबाट मगाउनु पर्छ। अब त्यो पूजालाई थाहा नि त अनलाइन सिस्टम कसरी मगाउँछ। मलाई कहाँ थाहा र अनलाइनबाट मगाउनु त थाहा नि। अब कसरी कुनबाट कहाँ कसरी मगाउने भन्ने त पूजा नबिना थाहा नि त। अगाडि बस्नु अब त सामान लिएर आए पो बनाइदिन्छ। हँ? कति रुपियाँ किलो हो भेडी? फेरि 80 को किलोको छ त। महँगो भएन? वो सामान मंडी में लेने जाएगा खराब निकल गया। कब जाएगा? दिनभरि गर्मी त अहिले हल्का गर्मी हट्यो। आठवटा मात्रै हो? थोरै हो त नि। साथीहरू अहिले चाहिँ हामी डुम्रे बजार आइपुग्यौँ। दमौलीबाट फर्किसक्यौँ। अब हामी चाहिँ डुम्रेबाट यहाँ गाडी चढेर घरतिर जाँदैछौँ। फाइनल्ली फ्रेन्ड्स, म र मम्मी चाहिँ घर आइपुग्यौँ। दिनभरिको चर्को घाम अनि हाम्रो दमौलीसम्मको यात्रा पनि सकियो। अनि यो गर्मीले गर्दा होला मेरो टाउको पनि हल्का दुखिरहेको छ। अब एकछिन फ्रेस हुन्छु अनि त्यसपछि मेडिसिन लिएर एकछिन आराम गर्छु। गर्मीको समय छ, हजुरहरू पनि प्रशस्त पानी पिउनु होला। आफू साथसाथै आफ्नो परिवारजनको पनि ख्याल गर्नु होला। र यदि यो भिडियो हजुरहरूलाई मनपर्छ भने मेरो च्यानललाई सब्सक्राइब
लाइक कमेन्ट अनि सेयर गर्न नबिर्सिनु होला। आगामी दिनहरूमा पनि यस्तै रमाइलो रमाइलो भिडियोहरू लिएर हजुरहरू सामु उपस्थित हुने नै छु। त्यतिन्जेलको लागि चाहिँ सबैजनालाई नमस्ते।